हाम्रो अब टिकट चाहिँ आइसक्यो 5 जनाको टिकट Stand by, we'll be boarding soon. Have a great ride. बुढे कतिको खुसी छौ यहाँ हाम्रो बोर्डिङ हुन लागिसक्यो अब ट्रेनमा जान लागेको म मेरो बुढी हामी दुईजना पछाडि यहाँ दाइ भाउजू अगाडि आन्बी बेग दाइ अनि भाउजू हामी अब ट्रेन चढ्ने यहाँबाट यता 1 होला यो 2 होला हाम्रो चाहिँ 3 होला उता छ 3 हो हाम्रो यहाँ बताइरहेछ ए हामी यता स्टुडियो उता फोटो खिचिरहेछन् यहाँ टक्क सबैको भिडियो उतिखेरै बनिरहेछ यहाँ भिडियो बनाउँदै हाल्दै रहेछन् हामी चाहिँ गेट 3 मा हो जाँदैछौँ हिँडेर टोपी सोपी लगाएर अहिले त गर्मी छ उता गयो भने चिसो हुन्छ गेट 3 ट्रेन उता छ उतासम्म गेट यहाँ Go in there and look for your seat numbers right above. Okay, thank you. ए हाम्रो ग्रुपको 4 जना उता बसिरहेछन् म चाहिँ एक्लै बकलोल जस्तो यहाँ छु है यस्तो नाला हाम्रो अब 5 मिनट छ 5 मिनट पछि ट्रेन चल्न स्टार्ट हुन्छ अनि म तपाईहरुलाई यो यहाँको ट्रेन राइडको भिडियोहरु हेराउँछु हेरेर प्रतिक्रिया दिनु होला कस्तो छ अनि फेरि पनि नयाँ भिडियोहरुमा भेटौँला है हामी चाहिँ अहिले यो ओपन वालामा आएर बसिरहेछौँ यसमा छत छैन सबै बाहिर निस्केछन् बाहिर हेर्नलाई सब भित्रबाट अहिले बाहिर आइसक्यो हावा एकदम जोरले चलिरहेको छ यो चाहिँ यहाँ कोलोराडोको जेल रहेछ जस्तो छ यो जेल हो आई थिंक सो यो चाहिँ जेल हो यस्तो मरुभूमिमा कैदीहरुलाई राखिदियो भने त कहाँ भाग्न सक्छ यो चाहिँ जेल हो हावा चल्न त अहिले नै स्टार्ट भयो हामी हिँडेको 5 मिनट भयो 5 मिनटमा यहाँ हावा चल्न स्टार्ट भइसक्यो मैले टोपी लिएर आउँछु भनेको मेरो बुढीले नलिएर आऊ भन्दै थियो मेरो बुढी टोपी लिएर आएको अन्वी कतिको एक्साइटेड छौ तिमी सो मच अन्वी चाहिँ एकदम एक्साइटेड ट्रेन चढेर मेरो बुढी पनि फर्स्ट टाइम ट्रेन चढिरहेको हैन यहाँ क्याम्पिङ गर्ने हो मजाले त्यहाँ बसेर पिकनिक गर्न पाइन्छ हो नि त ओ बारबेक्यू गर्ने बसेर खाने इस Jangan tahu kenapa yang boleh. हामी यो 2 घण्टाको राइडमा गइरहेछौं 2 घण्टा ठ्याक्क आएर लिएर आउँछ
को मान्छेहरू उहाँदेखि आउँदै बाहिर गरिरहेछन् हाइकिङको लागि पहाडको टुप्पोमा पनि मान्छेहरू यहाँ यहाँ टुप्पोमा पनि 2-3 जनाले लिएर ओ यहाँ गुफामा मान्छेहरू छन् यहाँ ए क्याम्पिङको लागि गुफा गुफामा छन् ए टाउको देखिराखेको छ ट्रेनको कस्तो लागिरहेछ बुढे तिमीलाई रमाइलो भयो गुड ट्रेन मात्रै छैन हाम्रो देशमा यस्तै ट्रेन बनाइदिएको भए ती छुलीको साइडमा ओ कति मजाको हुन्थ्यो मान्छेहरू त्यही हेर्न आउँथ्यो अम्मा मैले छैन एउटालाई त्यो होइन ए यता यहाँ गर ओहो ढुङ्गा खाले यहाँ डिरहरु हो हामी खास गाडीबाट आउने आउने प्लान थियो तर हामी चाहिँ यो ट्रेन राइड गर्ने भनेर यहाँ चाहिँ आएन ओ डियर छ फ्लो गरिरहेछ हाम्रो ट्रेनलाई माथि अर्कै ढुङ्गा खसालेर टाउको पुर्याउने होला ए
ढुङ्गै ढुङ्गा यार Huh? राम्रो देखियो अब गाडीमा जाने अब हाम्रो अर्को भिडियोमा अर्को स्पटको भ्लग बनाउने हो हैन Guys, I'm making my YouTube channel. Like and subscribe. Okay. So you say your YouTube channel name? I need to. I'll tell you tomorrow. You tell it tomorrow? Yeah. Okay.